What's up guys, it's me Prem Magar from the Light of Asia. स्वागत छ तपाईलाई फेरि पनि यो हाम्रो मुकबाङ ब्लग भन्दा नि खाको ब्लग भन्दा नि भिडियो एउटा यो। आज भने चाहिँ मैले मासु लिएको छु यस्तो दामी ग्रेभीसँग बाइट हानमै त ल फर्स्ट बाइट यस्तो दामी। त्यसैमा प्याज पनि छ हाम्रो साइडमा, प्याजसँग खाँदा ओहो यस्तो दामी कसम। अझै नै मलाई यहाँ सम्झिँदा मुखमा पानी आइसकेको छ। फेरि खामै त ल बाइट लिगमै त यस्तो दामी छ। यस्तै खाएको भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया सब्सक्राइब हानिदिनु होला, लाइक हानिदिनु होला। अझै पनि नयाँ चिजहरू खाएको भिडियो हेर्न चाहनुहुन्छ भने कृपया कमेन्ट गरिदिनु होला। यो मेरो बुढीको हातको मासु के बनाऊँ भने चाहिँ गफ हाने जस्तो हुन्छ, यस्तो मिठो गराउँछ मेरो बुढीले मासु चाहिँ। मासु मात्र नभएर अरू सब्जीहरू पनि यस्तो मिठो गराउँछ, तर सबभन्दा दामी चाहिँ चिकन ग्रेभी लाग्छ मलाई मेरो बुढीको हातको, यस्तो मिठो हुन्छ। सायद होटेल खोल्न बसे पनि होटेल पनि दामी चल्छ होला हाम्रो, तर हामी चाहिँ अहिले होटेल खोल्ने तयारीमा छैनौँ। अरू त के कुरा गर्ने, ल खाएको हेर्नु होला, गफ गर्दै जाउँला बिस्तारै। तर फेरि चिकनको बाइट लिएँ यस्तो दामी अनि फेरि मैले अब एक बाइट हान्छु। यस्तो मिठो भएको थियो नि कसम, ओहो। अब फेरि प्याजको बाइट लिगौँ है त एउटा ल। धन्यवाद तपाईहरुलाई मेरो सानो सर्ट रिल हेरिदिनु भएकोमा। अझै यस्तै भिडियो ल्याउने